गाइज आज शनिबार हामी चाहिँ यता स्वयम्भू घुम्नलाई आज बुढाबुढी नै आछौँ। ओहो कहाँ गयो तल आऊ कहाँ माथि फेरि गएको तल आऊ तल ले अघि लाएर हिँड्छ नि है त मितिनी हो अरे ला अब मितिनीलाई यही भिडियो पठाउनु पर्छ तिम्रो मितिनीलाई ल खै जुरा हेरिरहेको छ ल हिँड ल कहाँ जाने यहाँ चाहिँ बुद्धको चाहिँ यहाँ छन् है ल रमाइलो लागेको छ आज शनिबार घुम्न नगई भएन। माथि हो जानुपर्ने कहाँ यो घुम्ने माथि हो चाहिँ माथि छ। म चाहिँ पहिलोचोटि आएको काठमाडौँ बसेर चाहिँ 6-7 वर्ष भयो। स्वयम्भू चाहिँ मेरो चाहिँ आज पहिलोचोटि हो। त्यही माथि श्रीमती ज्यूले किचिज गरेर भए पनि जानु पऱ्यो घुम्न भनेर आएको है। रेस्टरुम ए शौचालय रहेछ यता माथि बनभोज पनि हुन्छ क्या पिकनिक हो पिकनिक। मतलब माथि नै हो ल चाहिँ माथिसम्म घुम्ने ठाउँ रहेछ। आज शनिबार सबैजना यसो घुम्न लाग्छन् है। यहाँ चाहिँ शनिबारको मौका पारेर घुम्न आएको। लाइट पनि कस्तो धेरै धेरै आएको ल त कालो मान्छे नि गएर देख्यो भने चाहिँ यार गाह्रो छ मलाई। निकै माथि छ कि क्या हो हजुर भाइ छ अहिले चाहिँ राम्रो देख्यो क्या हो। ल यहाँ चाहिँ ल यो चाहिँ स्वयम्भू डाँडामा है। यो चाहिँ गुड्स ओ ल अगाडि लागिसक्यो नि ल यहाँ चाहिँ सबै केबाट बनाएको छ पित्तलको त होला नि काठको पित्तलको मुकुटहरू पनि छ नि ए पित्तलको रहेछ पित्तल यो चाहिँ पित्तलको ट्रेन पनि हो क्या यो सबै पित्तलको मूर्तिहरू है। स्वयम्भूको माथि डाँडामा चढिसकेपछि यो सबै कुरा चाहिँ यस्तो राम्रो हो नि लकेटहरू खुकुरी यसलाई के भन्छ चाहिँ औँठीहरू
यो चाहिँ पुरानो पुरानो पैसाको कलेक्सन पनि छ। दुईको किन्दिनु कति पर्छ एउटा किन्दिनु नेपाल कोइन्स कलेक्सन छ। ए खुकुरीवाला किन्दिनु बेच्नको लागि राखेको होइन होला, कलेक्सन नै उसको लागि राखेको होला। कोही बेच्न राखेको पनि हुन्छ। 10 रुपियाँ नोट पहिला प्लास्टिकको आउँछ। सब युभी प्रिन्ट जस्तो देखिएको छ सबै यो चाहिँ। ल फाइनल्ली स्वयम्भूको ल मन्दिर डाँडो चाहिँ हो। स्वयं मन्दिर मेन चाहिँ हो। सुकुन स्वयम्भूमा चाहिँ आइसकेर यहाँ चाहिँ चटपट र पानीपुरी खानु लाग्यो। एकदम मिठो बनाउनुहुन्छ भन्दा अब कस्तो हुँदा खाएछ भन्दा उहाँ दिदीले बनाउनुहुन्छ चटपट पानीपुरी दुइटै मिठो। ल यहाँ हाम्रो दिदीले बनाएको पानीपुरी चाहिँ आइपुगेको छ है। कस्तो छ खाएर भन ल कस्तो हो भनेर। कसो मिठो दामी ल हाल दामी छ दामी टेस्टी छ एम्मी। एक प्लेटमा 10 पिस, प्लेटको 80 रुपियाँ। तर 80 रुपियाँ दिन पनि मनमा थपथप हुँदैन। एकदम पानीपुरी चाहिँ टेस्टी छ एकदमै। 80 रुपियाँ दिएर खाँदा पनि घाटा पर्दैन। ल कति माया छ यहाँ।